प्राय बच्चाहरू युवाहरू भनौँ न एउटा सपना बोकेका हुन्छन्। मेरो एकाडेमिक सेसन सकिन्छ, म फर्स्ट क्लास कन्ट्रीको कुनै भिसा लिन्छु, एकाडेमिक भिसा हुन्छ, एडुकेसनल हुन्छ, वर्किङ हुन्छ, जे हुन्छ, म निस्किन्छु यो देशबाट, त्यहाँबाट टन्न धन कमाएर आउँछु। तपाईको के प्लान छ? सो बेसिकली यो नेपालको कन्टेक्स्टमा भन्ने हो भने हरेक युवाको लागि हुन्छ नि सपनाको नगरी भइसकेछ। कुनै अर्को देशमा जाने, हाम्रो देशमा अपर्च्युनिटी छैन अरे। तर बेसिकली यसले दुई अनुसारले लिन सकिन्छ। फर्स्ट कुरा के हो भन्ने, यदि कोही युथ बाहिर जान चाहनुहुन्छ भने उहाँको गोल र भिजन के छ एसोसिएटेड, किन उहाँ जान चाहनुहुन्छ? एउटा पैसा कमाउने त कुरा भयो होइन, तर नेपालको कति % मान्छेहरू विदेशमा गएर टन्न पैसा कमाइराख्नु भएको छ? थोरै। त्यहाँको हुन्छ नि एउटा तपाईँ रिसर्च गर्नु होला, एप्रोक्सिमेटली मोस्ट अफ द पर्सन्स जसले नेपाल छाड्नुहुन्छ उहाँ एउटा नर्मल लाइफ बिताउनुहुन्छ। कति मान्छेहरू त भन्छन् इएमआई को जीवन हो वैदेशिक जीवन। सो जबसम्म कुनै ठुलो काम नेपालबाट स्किल हासिल नगरेर उता गयो भने स्ट्रगल नै हुन्छ। तपाईको विचारमा मैले अनुमान गरे तपाई नेपालमै बस्नु जरुरी छैन, म स्किल एनहान्स गरेर विदेशको कुनै भागमा भए पनि नेपालको इज्जत बढाउने काम गर्छु। हजुर, अहिलेको यो सबभन्दा कम्प्लिकेटेड क्वेसन हो। म तपाईलाई यता प्रोमिस गरिदिम कि म नेपालमै बस्छु, तर बेसिकली हामी हुन्छ नि अपर्च्युनिटीको लागि त ओपन छौं नि, र नेपालको डेभलपमेन्टको बारेमा हामीले सोच्नु पर्छ। तपाईको दृष्टिमा यो लिडरशिप जुन शब्द छ नि, यसको अर्थ के हो? लिडरशिप के हो? लिडरशिपको अर्थ लिडरशिपमै छ। लिडर बन्ने प्रक्रिया नै लिडरशिप हो। जस्तै नेपालतिर हेर्छौँ न, टायर बालेको, जुलुस निकालेको, जिन्दाबाद मुर्दाबाद गरेको, त्यहाँ कति भेटाउनु भयो? त्यो त म कतै पनि भेटाइन, तर यो भन्न मिल्दैन कि युएसमा प्रोटेस्ट हुँदैन, किनभने त्यो जानुभन्दा केही दिन पहिला नै हामीले देख्यौं उहाँको अमेरिकाको राष्ट्रपतिको विरुद्धमा पुरै युएस भरि कस्तो त्यो भएको थियो, प्रोटेस्ट भएको थियो। नमस्ते, आज कन्भर्सेसन विथ गणेशको यो पोडकास्ट च्यानलमा एक युवा अभियन्तालाई हामी निम्त्याएका छौँ। सम्बोधनमा हामी अमर पटेल भन्छौँ, पुरा नाम अमरनाथ पटेल। उमेरले साह्रै तन्नेरी भए पनि अनुभवको आधारमा उनी धेरै जेठा छन्, पाका छन्। हालसालै अमेरिका पुगेर त्यहाँको युथ कन्फरेन्समा भाग लिएर अनुभव बटुलेर आएका छन्। अनेकौं संस्थामा सक्रिय छन्, पठन पाठन पनि जारी छ, र आजका तन्नेरी युवाहरूको विचार पनि उनले बोकेका छन्। त्यो सन्दर्भमा उहाँसँग आज हामी भलाकुसारी गर्नेछौँ। ल, उहाँलाई हामीहरू स्वागत गरौँ। स्वागत छ अमरजी। थ्याङ्क यू सो मच। आफ्नो दि कन्भर्सेसन विथ गणेशमा मलाई आमन्त्रणा गर्नुभएकोमा म निकै एक्साइटेड छु आफ्नो भ्युजहरू सेयर गर्नको लागि। अमरजी, मलाई एउटा कुरो बताउनुहोस्, जेनरली सोध्ने गरेको कुरो, आजकल के कुरोमा व्यस्त हुनुहुन्छ? सो बेसिकली जस्तै तपाईले नै भन्नुभयो, तपाई कता हुनुहुन्थ्यो, अनि म युएसबाट यङ साउथ एसियन्स लिडर्स इनिसिएटिभको एउटा कार्यक्रममा गएको थिएँ, जुन डिपार्टमेन्ट अफ स्टेट, युएस डिपार्टमेन्ट अफ स्टेटको इनिसिएटिभ हो, जसमा बेसिकली एन्टरप्रेन्योरशिप एन्ड इनोभेसन्सको बारेमा त्यहाँको एक्सप्लोर गर्यौं, नासा एक्सप्लोर गर्यौं, अमेजनको एडब्ल्युएस सेन्टर घुम्यौं, त्यसको सँगसँगै लिङ्क्डइनको अफिसमा गयौं र त्यहाँको एन्टरप्रेन्योरशिपको जुन इन्भाइरोमेन्ट छ ओभरअल त्यो एक्सप्लोर गर्यौं। त्यसको सँगसँगै अहिले म युथ इम्पावरमेन्टको क्षेत्रमा निरन्तर काम गरिरहेको छु, र म एस्पायर इन्स्टिच्युटको जुन हार्वर्ड युनिभर्सिटीको प्रोफेसनलसँग एफिलिएटेड छ, रिजनल लिडको रूपमा पनि कार्यरत छु। वाउ। अनि रोटरेक्टमा पनि हुनुहुन्छ?
म रोटरी क्लबमा केही वर्ष पहिला थिएँ, तर अहिले टोस्ट मास्टर्स, जुनियर चेम्बर इन्टरनेसनल, त्यस्तै नेपाल युएस एलुमिनी नेटवर्क लगायतका सङ्घ संस्थाहरूसँग आबद्ध भएर युवाको क्षेत्रमा, युवाहरूको डेभलपमेन्टको क्षेत्रमा सक्रिय छु। अहिले एकाडेमिक पनि तपाईँको कन्टिन्यू छ, एमबिए सायद? हजुर, म एमबिएमा हुनुहुन्छ? भर्खरै एमबिए गरिरहेको छु, फर्स्ट सेमेस्टरमै छु। तपाईँको उमेरलाई ध्यानमा राखेर मैले अनेक जेएनजीसँग जोडिएका कुराहरू सोध्ने इच्छा राखेका छु। पुराना पाकाहरूको विषयमा के सोध्छन् आजका युवाहरूले अनि अपेक्षा के छन्, त्योभन्दा अगाडि म एउटा बाङ्गो क्वेसन, अप्ठ्यारो क्वेसन के सुन्न चाहे जवाब तपाईँको। हु आर यु? आफैलाई के बुझ्नुहुन्छ त? यो क्वेसन त जुन दिन म यसको एन्सर थाहा पाउन सक्छु त्यो दिन म सोध्छु मेरो जीवनको हुन्छ नि हाईएस्ट लेभल एचिभ गर्न सके। किनभने गौतम बुद्धले आफ्नो पुरै जीवन तपस्या गर्नुभयो र त्यही म को हुँ, म आफूलाई ऐनामा हेर्दा को महसुस गर्छु भन्ने थाहा पाउनुभयो। त्यस्तै निकै मान्छेहरू अहिले जति पनि हाम्रो संसारमा मान्छेहरू हुनुहुन्छ उहाँहरू काम गरिराख्नु भएको छ, त्यही हु आर यु कै फाइन्डिङ गरिराख्नु भएको छ। वर्ड परिचय हुन्छ, बाआमाले दिएको परिचय हुन्छ हैन, त्यस्तै एकाडेमिक परिचय हुन्छ, स्पिरिचुअल परिचय हुन्छ, अनेक हुन्छ। मेरो शुभकामना छ एक दिन हु एम आई भनेर तपाईँ खोज्दै जानुहुन्छ भने आन्सर तपाईँको भित्र मनको ऐनाबाट आउँछ होला। डेफिनेटली आउँछ। पठन पाठन सकेपछि यो एउटा पठन पाठनको पनि कहीँ न कहीँ गएर विराम, अर्धविराम भनौँ लगाउनु पर्छ। पठन पाठन सकिएपछि तपाईँ सर्टेन करियरको अब दिशामा लाग्नुहुन्छ, प्रोफेसनमा केहीमा लाग्नुहुन्छ या अरू कुनै हबीतिर लाग्नुहुन्छ, तपाईँको के छ प्लान? सो बेसिकली भन्नुपर्दा म एउटा यस्तो सोच भएको मान्छे हुँ, म आफ्नो प्रोफेसनलाई नै अरूको इम्पावरमेन्ट बनाउन चाहन्छु। इट मिन्स जसरी म ट्रेनिङ गराएर, जस्तै अहिले पनि म गइरहेको छु एज अ सफ्ट स्किल्स ट्रेनर, र म अरूलाई इम्पावरमेन्ट गर्न चाहन्छु विथ ट्रेनिङ। सो त्यसलाई नै एउटा अन्टरप्रेन्योरमा आई मिन बिल्ड बिजनेस त्योमा लग्ने के भन्छ। ठिक छ। तपाईँको सफ्ट स्किल जुन भन्नुभयो नि, म बुझ्न सकिनँ के हो सफ्ट स्किल भनेको? सो सफ्ट स्किल्स भन्नाले कुनै पनि मान्छेलाई आफ्नो करियरमा ग्रो गर्नको लागि दुईवटा स्किल्स चाहिन्छ। एउटा हार्ड स्किल हुन्छ जसले हामीले पैसा अर्न गर्न हेल्प गर्छ, र एउटा सफ्ट स्किल हुन्छ जसले गर्दा हामीलाई हुन्छ नि त्यो करियरलाई सपोर्ट गर्न हेल्प गर्छ। सफ्ट स्किल्समा कम्युनिकेसन्स कसरी गर्ने, जस्तै तपाईँ सप्लिमेन्टरी स्किल भन्न सकिन्छ, मजाले भन्न सकिन्छ। कसरी एउटा राम्रो हुन्छ नि भाषण दिने, टाइम म्यानेजमेन्ट कसरी गर्ने, कतै अर्गनाइजेसन्समा कन्फ्लिक्ट भयो भने कसरी म्यानेजमेन्ट गर्ने, एउटा गोल सेट गरेर कसरी एचिभ गर्ने, हजुर त्यो सब यो सफ्ट स्किल्सले आउँछ। ह्युमन रिसोर्सेस म्यानेज गर्ने, पीआर। डेफिनेटली। तपाईँ कुनै संस्थासँग जोडिनु भएछ कि अहिले इट्स इन वर्क इन प्रोग्रेस? सो पहिला म युएसको एउटा नोबेल लर्निङ पिबिसीसँग एसोसिएटेड थिएँ, 2022 तिरको कुरो हो, जसमा म डिजाइन थिङ्किङ, नेटवर्किङ, एडभान्स नेटवर्किङ, पिच एन्ड प्रेजेन्टेसन्स, लिडरसिप 2.2 जस्ता कोर्सेसहरू इन्टरनेसनल अडियन्सको लागि म फेसिलिटेट गरेँ। त्यो सँगसँगै म फ्रिल्यान्सरको रूपमा सधैँ हुन्छ नि अर्गनाइजेसन्सहरूमा, स्कुल्सहरूमा गएर गराइरहन्छु प्रोग्रामहरू। तर अहिले भन्नुपर्दा अहिले मेरो पनि अहिले बेस बनिरहेको छ। सो तपाईँसँग टिम छ तयार गर्नु भएछ बिजनेसमा? अहिले त्यस्तो खासै टिम छैन, तर यसो साथीहरूको हेल्प लिएर म जुन एफिलिएटेड अर्गनाइजेसन्सहरू छौँ उताहरूको सहयोग लिएर गइसकेको छु। मलाई लाग्छ हार्डली यु आर 22, कति होला उमेर? होइन, अब 25 हुन लाग्यो। त्यसो भए ठिक छ, त्यो पनि एउटा कम्प्लिमेन्ट्री हो। तपाईँ जुन हिसाबले लागिराख्नु भएको छ त्यो यो उमेरको हिसाबले यु आर फास्ट इनफ।
अर्को मैले जान्न खोजेको तपाईँसित प्राय बच्चाहरू युवाहरू भनौँ न एउटा सपना बोकेका हुन्छन्। मेरो एकाडेमिक सेसन सकिन्छ, म फर्स्ट क्लास कन्ट्रीको कुनै भिसा लिन्छु, एकाडेमिक भिसा हुन्छ, एडुकेसनल हुन्छ, वर्किङ हुन्छ, जे हुन्छ, म निस्किन्छु यो देशबाट, त्यहाँबाट टन्न धन कमाएर आउँछु। तपाईँको के प्लान छ? सो बेसिकली यो नेपालको कन्टेक्स्टमा भन्ने हो भने हरेक युवाको लागि हुन्छ नि सपनाको नगरी भइसकेछ। कुनै अर्को देशमा जाने, हाम्रो देशमा अपर्च्युनिटी छैन अरे। तर बेसिकली यसले दुई अनुसारले लिन सकिन्छ। फर्स्ट कुरा के हो भन्ने, यदि कोही युथ बाहिर जान चाहनुहुन्छ भने उहाँको गोल र भिजन के छ एसोसिएटेड, किन उहाँ जान चाहनुहुन्छ? एउटा पैसा कमाउने त कुरा भयो होइन, तर नेपालको कति % मान्छेहरू विदेशमा गएर टन्न पैसा कमाइराख्नु भएको छ? थोरै। त्यहाँको हुन्छ नि एउटा तपाईँ रिसर्च गर्नु होला, एप्रोक्सिमेटली मोस्ट अफ द पर्सन्स जसले नेपाल छाड्नुहुन्छ उहाँ एउटा नर्मल लाइफ बिताउनुहुन्छ। कति मान्छेहरू त भन्छन् इएमआई को जीवन हो वैदेशिक जीवन। सो जबसम्म कुनै ठुलो काम नेपालबाट स्किल हासिल नगरेर उता गयो भने स्ट्रगल नै हुन्छ। अनि यतैबाट केही राम्रो गरेर आफूलाई विशेषज्ञ स्पेशलिस्ट बनाइयो भने हामी दुई अनुसारले आफूलाई ग्रो गर्न सक्छौँ। एउटा त हुन्छ कि विदेशमा गएर हामी आफ्नो स्किल्सलाई सेल गर्न सक्छौँ, अर्को हुन्छ उताबाट सिकेर आएर फेरि नेपाललाई पनि ग्रो गर्न सक्छौँ। कुन किताबमा पढ्नुहुन्छ, फर्स्ट वा सेकेन्ड? यो 21st सेन्चुरी ग्लोबलाइजेसन स्क्रल गर्नुभयो अनि कतिवटा देशहरू भ्रमण गरेर आइसक्नु भयो। इट मिन्स र एउटा अझै के कुरा छ भने इलोन मस्कको स्पेस एक्सले स्टारशिपको प्रोग्राम लन्च गर्दैछ, एक्सपेरिमेन्ट गर्दैछ, जुन सक्सेस भयो भने हामी पृथ्वीको कुनै पनि ठाउँमा जम्मा 1 घण्टा भित्रमा भिजिट गर्न सक्छौँ। इट मिन्स फ्युचरमा हामीसँग अपर्च्युनिटी छ, प्रोबेबिलिटी छ, आफूलाई जसरी पनि डेभलप गर्न सक्छौँ, जुन ठाउँमा बसेर डेभलप गर्न सक्छौँ। र मेनली भनेको के हो भन्ने, तपाईँ नेपाल छाड्नु भन्नुभन्दा पनि तपाईँ नेपालको लागि के गर्नुहुन्छ? नेपालमै बसेर। हजुर, अब नेपालमै त्यसको लागि बस्नु पर्यो कि कुनै अर्को ठाउँमा जानु पर्यो स्किल सिक्नलाई, आफूलाई डेभलप गर्नलाई? इभेन्चुअली म एउटा एक्जाम्पल सेयर गर्छु। अचेलको दिनमा हामी देख्छौँ इन्डियाको प्रेस्टिज बढिरहेछ होइन, ग्लोबल कन्टेक्स्टमा। किन बढिरहेको छ? त्यहाँ दुईवटा कन्टेक्स्ट छ। एउटा त गुगलको सिइओ इन्डियन हुनुहुन्छ, सुन्दर पिचाई होइन, त्यसले गर्दाखेरि इन्डियालाई बिजनेस गर्न सजिलो भयो नि, इन्डियाको प्रेस्टिज बढ्यो, इन्टरनेसनल इन्भेस्टमेन्टहरू इन्डियामा ल्याउन सजिलो भयो। इन्डियन प्रोफेसनलहरू जुन युथहरू हुनुहुन्छ उहाँहरूलाई पनि विश्वको कुनै पनि देशमा गएर बिजनेसहरू गर्न, व्यापारहरू गर्न वा राम्रो पोस्टमा पुग्न पनि सजिलो भयो। बिकज अहिले हामी देख्छौँ जति पनि मोस्टली ठुल्ठुला कम्पनीहरू छन्, माइक्रोसफ्टको सिइओ सत्य नडेला हुनुहुन्छ। सो हामीले पनि त्यस्तो एक्जाम्पल क्रिएट गर्यौँ भने यसको दुईवटा फाइदा हुन्छ। एउटा त नेपालीहरूको इन्टरनेसनल एक्सपोजर पाइन्छ, नेपालको रिस्पेक्ट विश्वमा अलिक बढी हुन्छ, र सेकेन्डमा भन्नु पर्दा विश्वबाट इन्भेस्टमेन्टहरू नेपालमा आउँछ। सो तपाईँको विचारमा मैले अनुमान गरेँ तपाईँ नेपालमै बस्नु जरुरी छैन, म स्किल एनहान्स गरेर विदेशको कुनै भागमा भए पनि नेपालको इज्जत बढाउने काम गर्छु। हजुर, अहिलेको यो सबभन्दा कम्प्लिकेटेड क्वेसन हो। म तपाईँलाई यता प्रोमिस गरिदिउँ कि म नेपालमै बस्छु, तर बेसिकली हामी हुन्छ नि अपर्च्युनिटीको लागि त ओपन छौँ नि, र नेपालको डेभलपमेन्टको बारेमा हामीले सोच्नु पर्छ। अब त्यो कसरी हुन्छ, मङ्गल ग्रहमा बसेर हुन्छ कि विश्वको यो कुनै भूभागमा बसेर हुन्छ? सो हामीले एउटा कुरो म यहाँ क्रस गर्न चाहे, नेपालका एक से एक स्किल्ड म्यान पावर
नेपाल भन्दा बाहिर राम्रो ओहदामा पुगेर अहिले पनि छन् बसेका। आज मात्र न्युज थियो नेपालका डाक्टर अमेरिकामा राम्रा 3वटा युनिभर्सिटीमा पढाउँछन्, मेडिकल कलेजहरूमा। र एसियन डेभलपमेन्ट ब्याङ्कमा कुलचन्द्र गौतम नै थिए, अहिलेको अर्थमन्त्री पनि वर्ल्ड ब्याङ्कमा राम्रोसँग जब गर्नु भएका थिए। युवराज कतिवटा पनि त्यही हुनुहुन्थे। उनीहरू उता हुँदासम्म नेपाललाई कुनै फाइदा देखिएन। फर्केर आएपछि उनको स्किल नेपालमा युटिलाइज गर्न पाइयो। कुलचन्द्र गौतमजी त फर्केर आए गए, उनीहरू यहाँ उनको यहाँ थिएन, उतै विदेशमै हुनुहुन्छ, रिटायर्ड भएपछि उतैको नागरिक भएर बसे। त एउटा ट्रेजेडी इन्डियामा पनि छ, त्यो नेपालमा पनि छ। इन्डियामा बढी छ, नेपालमा कम छ। म अलिकति इम्पोर्टेन्स विदेशमा पाएँ र मेरो लाइफ सेटल्ड छ, विदेशीले मलाई अलि स्पेस दिएछन् भनेदेखि म त्यहाँको नागरिक भएर मेरो बाँकी जीवन त्यही व्यतीत गरिदिन्छु, फर्केर आउन मान्दिनँ। त्यस्ताहरूबाट नेपाललाई कसरी फाइदा हुन्छ? अब त त्यो बेसिकली पर्सनल प्रिफरेन्सेसमा फरक गर्छ। नेपालमा बसेर पनि नेपालले लुट्ने मान्छेहरू हुनुहुन्छ होइन। सो त्यो त अब कुन मान्छेहरू कसरी सोचिराख्नु भएको छ त्यसमा डिपेन्ड गर्छ। तर बेसिकली भन्नु पर्दा हामी विश्वमा अरू विकसित देशहरूको भ्रमण गर्छौँ अनि के थाहा पाउँछौँ भने उता कुन सिस्टमहरू छ कि त्यहाँ विकास अलि द्रुत गतिमा भइरहेको छ, फास्ट स्पिडमा। त्यो देशहरू विकसित हुनुमा के कारण छ? र त्यहाँ नेपालमा हुँदाखेरि हामीले आफ्नो राष्ट्रियता मन पर्दैन, याद आउँदैन। तर हामी नेपालबाट अर्को देशमा जाने बित्तिकै म नेपाली हो, आफ्नो कन्ट्रीको भ्यालु याद आउँछ। नेपालमा कम्पेयर गर्न पाउँछ। हजुर उताको मान्छेको व्यवहार हेरेपछि हैन, हजुर उहाँ जति सुख सुविधा भएपछि व्यवहारको फरक त भेट्नु भयो होला नि। के छ लाग्छ तपाईँलाई? व्यवहारमा म फर्स्ट अफ अल म जुन दिन ओमाहामा पुगेँ राति 12 बजे 1 बजेतिर पुगेँ। अनि हामी यता आफ्नो त्रिभुवन इन्टरनेसनल एयरपोर्टबाट निस्किने बित्तिकै लगेज चेक गर्नको लागि थुप्रै गार्डहरू हुन्छ। तपाईँ त्यो आफ्नो टिकट हेराउनु लगेजको, उनीहरू भेरिफाई गर्छन् लगेजसँग। तर त्यहाँ कोही थिएन लगेज चेक गर्नको लागि। अनि म छक्क परेँ, यो के भयो? यताको मान्छेहरू के भन्छ, त्यो चोरी गर्दैन, कसैले डर छैन कि लगेजहरू स्टिल हुन सक्छ। अनि यो क्वेसन मेरो माइन्डमा 2-3 दिनसम्म रह्यो। अनि म एक दिन सोधेँ हाम्रो अर्गनाइजरसँग कि यसो किन भयो? अनि भन्नुभयो कि यता अलिकति यताको मान्छेहरू आइदर अफोर्ड गर्न सक्छन् वा अलिकति त्यस्तै खाले सिभिक सेन्स पनि रहेको छ कि कसैले अरूको लगेजहरू लग्न सक्दैनन्। इट मिन्स उता अलि हुन्छ नि सिभिक सेन्स हाई भनौँ कि डेभलप्ड भएर उहाँहरूको त्यस्ता क्वालिटीहरू विकसित भएको छ। त्यस्तै एउटा अझै म इक्जाम्पल देखेँ। सुरुमा म होटलबाट निस्किने बित्तिकै यदि यताबाट 50 मिटर अगाडि पनि कुनै ठुलो गाडी छ आइरहेको छ र ऊ देखिलियो मलाई बाटो क्रस गर्नु छ, अनि जस्तो गाडी भए पनि त्यो रोकिदिनुहुन्छ। अनि म पहिला मलाई लाग्यो कि त्यो हुन्छ नि उहाँहरू आफै रोकिराख्नु भएको छ कुनै अर्को कामले, कि हामीले बाटो क्रस गर्नको लागि रोकिराख्नु भएको छ। अनि पछि म त्यो नोटिस गर्दा गर्दै के थाहा पाएँ भने उहाँहरू हामीले बाटो क्रस गर्नको लागि इभेन्चुअली एक्लैमा जाँदाखेरि रोक्नुहुन्थे। इट मिन्स अलिकति उतातिर यस्ता म फरकहरू देखेर। हर्न बजाउने कति छ गाडीमा? हर्न उता अलमोस्ट जिरो छ, खासैमा देखिन। लिडरसिपको कुरो अलि झिकिरहेको थियौँ। लिडरसिपको मामलामा सफ्ट स्किलमा तपाईँ अहिलेदेखि लाग्नु भएछ, फ्युचर प्लान पनि त्यस्तै गर्नु भएछ, त्यही क्षेत्रमा लागिराखेका छु। लिडरसिपकै हिसाबले तपाईँ अमेरिका पनि पुगेर आउनुभयो, त्यहाँका विभिन्न कन्ट्रीका युवाहरूको साथमा बस्नुभयो, अनेक ठाउँमा तपाईँ एडुकेसनल टुरै भनौँ गरेर आउनुभयो लर्निङको साथ। एक्चुअलमा तपाईँको दृष्टिमा यो लिडरसिप जुन शब्द छ नि, यसको अर्थ के हो? लिडरसिप के हो? यसलाई म निकै सिम्प्लिफाई गर्न चाहन्छु। जाओस्। लिडरसिपको अर्थ लिडरसिपमै छ। लिडर भन्ने प्रक्रिया नै लिडरसिप हो। अब आइदर तपाईँ एउटा टिम लिड गर्नुहुन्छ
वा कुनै कम्पनीको सिइओ भएर लिड गर्नुहुन्छ वा नेता भनेर देशलाई नै लिड गर्नुहुन्छ। अब यो डिपेन्ड गर्छ र यो फेरि कुनै हुन्छ नि पुरानो दृष्टिकोण अनुसार एउटा टाइटलसँग हामी एसोसिएट गर्थ्यौँ, कुनै पोजिसनमा भएको मान्छे नै लिडर हुन पाउने। तर अहिलेको कन्टेक्स्ट चेन्ज भइसकेछ। कुनै पनि कन्टेक्स्टमा अर्गनाइजेसन्समा जाँदाखेरि हामी देख्छौँ केही मान्छेहरू र उहाँहरूको दृष्टिकोण अलि डिफरेन्ट हुन्छ। जब हामी देख्छौँ उहाँहरूको पर्सनालिटी नै भिन्न हुन्छ, उहाँहरू कसरी एउटा टिमलाई मोटिभेट गरेर जुन अर्गनाइजेसन्सको गोल हुन्छ, टिमको गोल हुन्छ, इफेक्टिभली एकम्प्लिस गर्नमा सहयोग गर्नुहुन्छ। सो लिडरसिप भनेको त्यही स्किल्स हो, त्यसको सपोर्टिङ स्किल्स जस्तै कम्युनिकेसन्स भइसक्यो, कसरी इफेक्टिभ कम्युनिकेट गर्ने आफ्नो टिमसँग, कसरी टाइम म्यानेजमेन्ट गर्ने, कन्फ्लिक्ट भयो भने कसरी त्यो कन्फ्लिक्ट रिजोल्युसन्स गरेर कन्फ्लिक्टलाई ओभरकम गरेर टिमलाई मोटिभेट गरेर इन्स्पायर गरेर एउटा गोल एचिभ गर्न लगाउने। एउटा रोबिन शर्माको किताब आएको थियो लिडर विदाउट टाइटल। हजुर, त्यसमा उनको किताबको अनेक स्टोरीहरूलाई इक्जाम्पल दिएर के कन्भिन्स गर्ने प्रयास गर्दै थिए भनेदेखि तपाईँले लिडरसिपको लागि कुनै ठुलो या सानो टाइटलको आवश्यकता छैन। तपाईँ एकजना गृहिणी हुनुहुन्छ भने घरमा इफ यु आर गिभिङ योर बेस्ट, यु आर पर्फर्मिङ बेस्ट, इफ यु आर किपिङ अल थिङ्स विदिन कन्ट्रोल। कन्ट्रोल भनेको पछि डिक्टेटरसिप होला होइन, फेरि कन्ट्रोल भनेको सिस्टममा राख्ने, त यु आर लिडर। एकजना स्विपर पनि लिडर बन्न सक्छ, प्राइम मिनिस्टर पनि लिडर बन्न सक्छ, फेरि पोजिसन होल्डर खराब लिडर पनि हुन सक्छ, विदाउट पोजिसन राम्रो लिडर पनि हुन सक्छ। त लिडरलाई अलिक व्यापक रूपमा उहाँले व्याख्या गर्नुभयो। र तपाईँ जहाँ हुनुहुन्छ तपाईँ आफ्नो बेस्ट दिनुहोस्, यु आर लिडर इन योर पर्टिकुलर जब। यो कुरो पनि त्यहाँ मिलिरहेछ, काहीँ न काहीँ म्याच गरिरहेछ। तपाईँ जब अमेरिका गएर आउनुभयो, कार्यक्रम के थियो, कस्तो थियो, किन जानु पर्यो, त्यसको स्पोन्सर कोही थियो कि आफ्नै कस्टमा जानु पर्यो, कस्ता युवाहरूको साथमा भेट्नुभयो, अनि यिनीहरूसँग गफ गर्दाखेरि आफ्नो कन्ट्रीका युवा र ती युवाहरूको बिचमा यदि तपाईँ कम्पेयर गर्नुहुन्छ भनेदेखि के चेन्जेस पाउनुभयो, या आफैमा तपाईँले ओहो यो त म छुटाएको रहेछु, मैले त यो गर्नुपर्ने थियो, हामी कहाँ त चलन नै छैन, ओहो यो त म ठिक छु, यिनीहरू बरु अलि गडबड छन्। त राम्रा नराम्रा दुइटै त एनालाइज गर्छ नि मान्छे। एनालाइज गर्ने मतलब कसैलाई जज नगर्ने गरी। फेरि त्यो के छ तपाईँको अनुभव त्यो मामलामा? सो बेसिकली म युएस डिपार्टमेन्ट अफ स्टेट, अमेरिकाको जुन त्यो हुन्छ नि फरेन मिनिस्ट्री, विदेश मन्त्रालय, त्यसकै यो एउटा प्रोग्राम थियो जुन यङ साउथ एसियन्स लिडर्स इनिसिएटिभले गराएको थियो युएसमा। र त्यसको मुख्य उद्देश्य भनेको युएसमा जुन ठुल्ठुला अहिले कम्पनीहरू छन् त्यसको अब्जर्भेसन्सको लागि थियो। हामी त्यहाँ पुग्यौँ, त्यो नासाको हेड क्वार्टरमा गयौँ र त्यहाँ अब्जर्भ गऱ्यौँ वाइ नासा इज नासा। ओके। अब यो त बिरगजमा नेपालमा बसेर म त ChatGPT वा हुन्छ नि रिसर्च गरेर बुक्सको माध्यमले म पढ्न सक्छु, तर जबसम्म त्यो इन्भाइरोमेन्टमा पुगिँदैन तबसम्म फिल हुँदैन होइन। अनि त्यहाँ गयौँ, लिङ्क्डइनको अफिसमा गएको थियौँ, अनि लिङ्क्डइनको अफिसमा कसरी त्यहाँ इम्प्लोइहरूलाई इम्पोर्टेन्स दिइएको छ। अफिसमै जिम छ, अफिसमै मेन्टल हेल्थको योगाको टिचर हुनुहुन्छ, ट्रेनर हुनुहुन्छ, अफिसमै आफ्नो हबिजको लागि ड्रमहरू हुन्छ नि, म्युजिकल इन्स्ट्रुमेन्टहरू, गेमहरू थियो। इम्प्लोइको त्यो के भन्छ किड्सको लागि एउटा क्रिएटिभिटी रुम थियो, त्यहाँ इम्प्लोइको किड्सहरू, हजुर हजुर, त्यहाँ गएर खेल्न सक्नुहुन्छ। उताको एउटा अझै के कुरा थियो भने जुन हामी बसेका थियौँ, आई मिन जुन अफिसमा ओमाहामा, त्यहाँको अफिसको मेन उद्देश्य के थियो भने जति पनि त्यहाँ रिसोर्सेसहरू युज भइरहेको छ अन डेली बेसिस, त्यो सब लोकल कम्युनिटीबाटै लिएर युटिलाइज गर्ने। इट मिन्स लोकल रिसोर्सेसहरूको पनि युज भइरहेको थियो। र एउटा अझै मलाई के अचम्म लाग्यो भने म नेब्रास्कामा हुँदा
लिङ्कन गएको थियौँ त्यो नेब्रास्काको क्यापिटलमा। अनि नेब्रास्कालाई भनिराख्नु भएको थियो यो एग्रिकल्चरल स्टेट हो, तर त्यहाँ मोस्टली एग्रिकल्चरको सामानहरू प्रोड्युस हुँदैन, लाइक धानहरू खासै उब्जाइँदैन। अनि सब सामानहरू यता बङ्गलादेश सस्तो हुन्छ नि, यताबाट हाम्रो कन्ट्रिजहरूबाट एक्सपोर्ट गर्ने, त्यहाँ त्यसको प्याकेजिङ गर्ने वा ब्रान्डिङ गर्ने अनि सेल गर्ने। अनि म छक्क परेँ, एग्रिकल्चरल ल्यान्ड बोकेको स्टेटमा पनि यस्तो हुँदो रहेछ जहाँ हुन्छ नि प्रोडक्सन छैन, त्यो प्याकेजिङ ब्रान्डिङहरू मोस्टली छ। अनि म सोधेँ पनि किन यसो भइरहेको छ, अनि यहाँ लेबर कस्ट महँगो पर्छ अरे, त्यही भएर उताबाट सामान एक्सपोर्ट गरेर हामी यता बेच्छौँ। अनि भएका जुन ल्यान्डहरू छन् फर्टाइल ल्यान्डहरू त्यहाँ के कसरी युज गर्छन् त? अब हुन्छ त्यही त्यो अरू एग्रिकल्चरल पर्पसले पनि युज हुन्छ, तर हुन्छ नि हजुर हजुर र कम्पनीजहरू छन् जस्तै कुनै फ्याक्ट्रीहरू छ भने यताबाट सामान एक्सपोर्ट गर्ने, उता फ्याक्ट्रीहरूमा त्यो सब प्याकेजिङहरू गर्ने, ट्रान्सपोर्ट गर्ने अरू ठाउँहरूमा। सो त्यस्तै, तर मेनली भनेको के हो भने त्यो यताबाट इम्पोर्ट गर्ने, एक्सपोर्ट गरिदिने। जस्तै नेपालतिर हेर्छौँ न टायर बालेको, जुलुस निकालेको, जिन्दाबाद मुर्दाबाद गरेको, त्यहाँ कति भेटाउनु भयो? त्यता म कतै पनि भेटाइन, तर यो भन्न मिल्दैन कि युएसमा प्रोटेस्ट हुँदैन, किनभने त्यो जानुभन्दा केही दिन पहिला नै हामीले देख्यौँ उहाँको अमेरिकाको राष्ट्रपतिको विरुद्धमा पुरै युएसभरि कस्तो त्यो भएको थियो, प्रोटेस्ट भएको थियो। इट मिन्स प्रोटेस्ट हुन्छ, तर अब हामी जस्तै अचेल एभ्रिडे हुँदैन, यही फरक छ। र त्यहाँ दुईवटा कारणहरू छ, एउटा त मान्छेहरू बिजी छन्, सब मान्छेहरू मोस्टली इम्प्लोइड नै छन्, र सेकेन्डमा अलि एजुकेसन लेभल पनि हाई भएको होला, किनभने त्यता अलिकति हामी जस्तो फ्री मान्छे उता छैन। सो त्यो पनि कारण होला। हाम्रोतिर त हुन्छ नि अब युवाहरू बेरोजगार भएर पनि हुन्छ नि गभर्मेन्ट प्रति अलि सपना ठुलो छ, तर त्यो अनुसार हासिल हुन सकिरहेको छैन। फेसबुकमा देखियो सब मान्छेहरू यति ठुल्ठुला भइसके, तर आफ्नो स्थितितिर देख्दाखेरि गभर्मेन्टलाई गाली गर्ने र गएर प्रोटेस्ट गर्ने। नेपालतिरको कुरो गरौँ भनेदेखि तपाईँ सोसियल मिडिया खोल्नुहोस्, फ्रस्ट्रेसन, नेगेटिभ, टक्सिकेसन, कसैको चरित्र हत्या गर्ने, कसैको विषयमा मानमर्दन गर्ने, त्यसैमा अल्झिया जस्तो लाग्छ। उता तपाईँ अनेक कन्ट्रीका युवाहरूको बिचमा बस्नुभयो, पक्का पनि त्यो लिजर आवर भन्छ नि, फ्री आवरमा गफ हुँदो होला, भयो होला, तपाईँको कुन लेभलसम्म भयो त्यो तपाईँलाई थाहा होला। त उनीहरूको जो सार्क भन्नु, साउथ एसियन भन्नुभयो, ती कन्ट्रीका युवाहरूले आफ्नो कन्ट्रीको विषयमा यो विषयमा चर्चा गरे कि गरेन? फ्रस्ट्रेसनको लेभल कस्तो छ, अनइम्प्लोइमेन्टको लेभल कस्तो छ, पोलिटिकल अनसर्टेनिटीको के अवस्था छ, र उनीहरूले फ्युचरको मामलामा कति आफूलाई सर्टेन सेक्योर्ड मानिरहेछन्? तपाईँसँग केही सेयर गरे कि गरेन? सो बेसिकली हाम्रो अर्गनाइजरहरू अलिकति डराउनु भएको थियो सुरुमा कि यो 8वटा कन्ट्रीको आउनुहुन्छ, इन्डिया र पाकिस्तानको रिलेसन कस्तो छ त्यो हामीले थाहा छँदैछ। सो बङ्गलादेश पनि हजुर, सो कहीँ कन्फ्लिक्ट त हुँदैन नि। तर त्यहाँ उहाँहरू आफै सरप्राइज भइसक्नु भएको थियो, हामी बिच कति राम्ररी हार्मोनी थियो, सहिष्णुताको वातावरण त्यहाँ राम्रो थियो। अनि एउटा कुरा मलाई भन्ने, आफ्नो हुन्छ नि कन्ट्रीको डेभलपमेन्ट कसरी गर्ने, सब मान्छेहरू ग्रोथ ओरिएन्टेड गोल फोकस नै थिए। सो युवाहरूमा यो देख्नु पर्दा मलाई निकै खुसी लाग्यो र सरप्राइज पनि भयो। इन्डिया पाकिस्तानको हुन्छ नि साथीहरू कति राम्ररी ह्याङआउट गरिरहेको, पाकिस्तान बङ्गलादेशको, र त्यहाँ हामीलाई लागेन कि हामी 7वटा 8वटा कन्ट्रीको रहेका छौँ, डिफ्रेन्ट कन्ट्रीहरूको। 8वटा भनेपछि 8को अफगानिस्तान थियो? अफगानिस्तान सायद थिएन, 7वटा कन्ट्री। चाइना, बङ्गलादेश, चाइना त छैन होला, बङ्गलादेश, पाकिस्तान, नेपाल, श्रीलङ्का, भुटान, मालदिप्स। हजुर,
अरू यो 7वटा भयो माथि। 7वटा भयो। त्यो बेसिकली हाम्रो सार्ककै त्यो प्रोग्राम थियो, साउथ एसियन्स लिडर्स इनिसिएटिभ, र पार्टिसिपेन्ट भनेको यही 7वटा कन्ट्रीको थियौँ। तर इन्ट्रेक्सन हुने भनेको उताको अब कतिवटा देशको अरू अनि एक्सचेन्जको साथीहरू हुनुहुन्थ्यो। र युएसमा एउटा के फरक छ भने त्यहाँ हामी नेब्रास्कामा हुँदाखेरि उताको सेक्रेटरीले के भन्नुभयो, यो देशको कुनै एउटा भाषा छैन, कुनै एउटा धर्म काइन्डको छैन, बिकज अल ओभर दि वर्ल्डको मान्छेहरू आएर यहाँ डिसाइड गर्नुहुन्छ। इट मिन्स पर्सपेक्टिभ चाहिँ निकै देशहरूको एनालाइसिस गर्न पाइयो सानै समयमै। नेपालकै कुरो गरौँ भनेदेखि तपाईँ कार्यक्रमहरूमा भाग लिन वीरगञ्ज बाहिर पनि कुदिराख्नुहुन्छ, कहिले काठमाडौँ, कहिले यहाँ वीरगञ्जमा, कहिले पोखरा, कहिले कहीँ। नेपाली युवाहरू अलग अलग सेक्टरका अलग अलग भूमिका तपाईँसँग भेट भइरहेको छ। मधेसमा तपाईँ आफै हुनुहुन्छ। यी युवाहरूको बिचमा कस्तो अहिले अन्तर्द्वन्द, वैचारिक अन्तर्द्वन्द या विद्रोह, कस्तो विचार चल्दैछ भनेर तपाईँ आफै पनि अनुभव गरिराख्नु भयो होला, तपाईँभित्र पनि चल्दै होला, उनीहरू पनि हेरिराख्नु, कस्तो चलिरहेछ अहिलेको युवाहरूभित्र उकुस मुकुसको बात, कस्तो खालको उकुस मुकुस चल्दैछ? सो बेसिकली भन्नु पर्दाखेरि अहिलेको युवाहरूलाई लाग्छ कि हाम्रो गभर्मेन्टले हामीलाई अपर्च्युनिटी दिइरहेको छैन। जुन इन्भाइरोमेन्ट हामीलाई चाहियो त्यो इन्भाइरोमेन्ट हामीले पाउन सकिरहेका छैनौँ। कस्तो मतलब अझै यसलाई कन्साइज ढङ्गले? हजुर, जस्तै कि कसैलाई एउटा बिजनेस गर्नु छ होइन, स्टार्टअप सुरु गर्नु छ, अनि ल कति कम्प्लिकेटेड छ। यदि कसैले एउटा नेपालमा विगज भई कुनै अर्गनाइज कम्पनी खोलिराख्नु भएको छ अनि त्यहाँ गभर्मेन्टले ट्याक्स लिन सबभन्दा सुरुमै हाल्छ, तर त्यही इन्भाइरोमेन्ट प्रोटेस्टहरू भइसक्यो भने, प्रोटेस्टहरू हुन सक्यो, कुनै शान्ति सुरक्षामा त्यो च्यालेन्जेस भएर पनि केही त्यो बिजनेस व्यापारमा फरक पर्यो भने गभर्मेन्टले त्यसको रिस्पोन्सिबिलिटी लिँदैन। इभेन्चुअली त कतिवटा केसेसहरूमा विदेशबाट जुन मान्छेहरू अर्निङ गरिरहेका छन् त्यो पैसा भित्राउन नेपालमा कुनै खासै सिस्टम छैन। नेपालको बारेमा कति वर्षदेखि कुरा भइरहेको छ, तर हामी इन्टरनेसनल हुन्छ नि इको सिस्टम भन्दा अलिकति बाहिर भए जस्तो फिल हुन्छ। त्यही भएर त यताको हुन्छ नि युथहरू अलिकति आक्रोशित देख्छन्। सरकारी जागिरमा, प्राइभेट जागिरमा, यी सब जागिरहरूमा मतलब जागिर गर्न खोज्ने युवाहरूको पनि के त्यस्तै खालको विचार छ कि फरक छ? अब सरकारी जागिर र यतातिर भन्नु पर्दाखेरि अलिकति डिफ्रेन्ट खालको सोच्नुहुन्छ, हुन्छ नि यतिकैमा भरेर खुसी रहने उहाँहरूको त ठिक छ, तर जति पनि अलिकति ओपन माइन्डेड हुनुहुन्छ उहाँहरू अलिकति गभर्मेन्टबाट भनौँ वा सोसाइटीबाट भनौँ अलिकति उहाँहरू द्वन्द्वात्मक नै हुनुहुन्छ। र त्यो द्वन्द्व त राम्रै कुरो हो यदि त्यो पोजिटिभ डाइरेक्सनमा भयो भने। द्वन्द्वले गर्दा नै त कुनै पनि अब म हेरे नेपालमा यस्तो सिचुएसन छ र भोलिको दिनमा म त्यही मुद्दालाई लिएर त्यो पोलिसी चेन्ज गराउन सक्छु होइन। त्यो कुनै सिचुएसन्स वा कुनै च्यालेन्जेस छ भने त्यसको बारेमा यसो गर्दाखेरि त्यो राम्ररी भइरहेको छैन, हामी यसो गर्यो भने राम्रो हुन्छ, कुरा पुर्याएर त्यो चेन्ज गराउन सक्छौँ। वा युथ भनेको त हुन्छ नि बिल्डिङ ब्लक्स अफ द कन्ट्री भयो नि। सो म यसलाई कन्स्ट्रक्टिभ हिसाबले नै लिन चाहन्छु, बिकज कन्स्ट्रक्टिभ भयो भने त्यो इम्प्याक्ट चाहिँ पोजिटिभ हुन सक्छ। जस्तै मेरो आफ्नो हेराइमा पोलिटिक्समा बहुत सक्रिय भएका छन् युवा। हजुर, पोलिटिक्समा एक्टिभ पोलिटिक्समा भनेको पोलिटिक्समा जानुको अर्थ एकाडेमिक जुन उनको आफ्नो एउटा करियर छ कहीँ न कहीँ ह्याम्पर हुने भयो, त्यसपछि प्रोफेसनल करियरमा पनि ड्यामेज हुने भयो। अनि पोलिटिक्स आफैमा त करियर बन्दैन, त्यसले रोजीरोटी त बन्दैन। ती युवाहरूलाई केही नपाएर पोलिटिक्समा गएका हुन् या पोलिटिक्समा राम्रो फ्युचर भेटेर गएका हुन् या देशै बनाउन गएका हुन्, त्यो पनि एउटा साइन अफ इन्ट्रोगेसन हामीहरूको दिमागमा आइरहेको छ कि। तपाईँलाई के लाग्छ, युवाहरूलाई पोलिटिक्समा सक्रिय भएको ठिक हो कि युवाहरूलाई प्रोफेसनली आफूलाई स्ट्रङ गरेर कन्ट्रीलाई सपोर्ट गर्नुपर्ने हो?
सो बेसिकली मेरो भ्यू अलि डिफरेन्ट छ यो केसमा जुन युथहरू लाग्नु भएको छ उहाँहरू अलि लहै लहैमा लागेर पनि लाग्नु भएको छ किन उहाँहरू लाग्नु भएको छ उहाँहरूलाई पनि थाहा छैन र एउटा अझै कुरा के हो भने तपाईँ यदि पोलिटिक्समा लाग्नुहुन्छ भने ऐन कानुन नै त्यहाँ चेन्ज गर्नुहुन्छ होइन कुनै प्रोडक्सन गर्नु पर्यो भने त्यहाँ बिजनेसम्यान वा अन्टरप्रेन्योर नै चाहिन्छ किनभने केही सामान बेचियो वा नेपालमै प्रोडक्सन गरेर कुनै इभेन्चुअली अहिले त इन्फर्मेसन टेक्नोलोजीको युग हो केही सफ्टवेयर बनाएर वा आइटीको क्षेत्रमा पनि हामी सर्भिसेसहरू सेल गर्न सक्छौँ सो अहिलेको यो भर्खरै जुन युवाहरूमा देशलाई चेन्ज गर्ने कुरा आयो यो सुरुदेखि नै सिस्टमसँग एउटा हुन्छ नि द्वन्दात्मक जुन काम भयो कि मेरो देशको पोलिटिसियन्सहरू अपर्च्युनिटी दिइराख्नु भएको छैन सो सबजनाको माइन्डमा छ म त्यो के भन्छ लिडर भएर पोलिसिजहरू बनाएर चेन्ज गर्ने तर यो क्षेत्रमा युवाहरू अलमोस्ट लागिसक्नु भएको छ अब हामीलाई अर्को क्षेत्रमा लाग्नु पर्यो जो अहिले पोलिसी लेभलमा पुगिसक्नु भएको छ उहाँहरूले राम्रो इन्भाइरोमेन्ट बनाइदिए हुन्छ बिजनेस गर्ने वा इम्प्लोइमेन्टको साधनहरू मिलाइदिए हुन्छ तर अब अर्को हामीलाई हुन्छ नि एक्जाम्पल सेट गर्न जरुरी छ रोल मोडेल बन्न जरुरी छ अब त्यो रोल मोडेल हामी अरू क्षेत्रमा त निस्कन सक्छौँ तब युवाहरूको कुरो गरिराख्दाखेरि जब पाएन नेपालमा जब भनेको गतिलो जब मार्केटमा जुन जब एभाइलेबल छ त्यो हिसाबले युवा फिट भइरहेको छैन जुन युवाले जब खोज्दैछ नेपालमा एभाइलेबल छैन मिसम्याच इन डिमान्ड एन्ड सप्लाई अर्को कुरो आइरहेको छ सेमी कुक्ड प्रोडक्टको सेमी कुक्ड भनेको मार्केटले जुन मेच्युरिटी खोजिरहेछ आजको युवाहरूमा त्यो आउन सकेको छैन त्यसको रिजन चाहिँ एकाडेमिक उनको आफ्नो त्यो सिलेबसको कारणले हो या पुरा क्यारिकुलमको पनि कुरो उठ्न सक्छ तपाईँ नेपालमै रहेर कक्षा 1 देखि मास्टर्समा पुग्नु भएको छ त अलग अलग कालखण्डमा अलग अलग क्यारिकुलम भएर जानुभयो पाठ्यक्रम पनि एउटा नजिकबाट हेर्नुभयो तपाईँलाई के लाग्छ भविष्यमा तपाईँलाई च्यालेन्ज एउटा पाए बिइङ अ युथ एन्टरप्रेन्योर र नेपालको सारा यो कक्षा 1 देखि 12 सम्म एटलिस्ट क्यारिकुलम हेरिदियो सारा सारा पढाउने एउटा यो मेकानिजममा कहाँ युगान्तकारी रूपान्तरको आवश्यकता छ त्यो हेरिदियो के चेन्ज गर्न मन पराउनुहुन्छ त सो बेसिकली म एउटा कुरा के छ भने हाम्रोतिरको एजुकेसन सिस्टम किन भइरहेको छ स्टुडेन्टहरूलाई त्यो नै थाहा छैन अझै पनि तपाईँ स्टुडेन्टहरूसँग सोध्नुहुन्छ तिमी किन यो सब्जेक्ट पढिरहेका छौ दे डोन्ट नो यो एउटा च्यालेन्जेस हो एउटा अझै के कुरो हुन्छ भने हामी कुनै पनि कुराहरू समय अनुसार चेन्ज गर्नुपर्छ अपडेट गर्नुपर्छ अहिलेको कन्टेक्स्टमा नेपालमा टुरिज्म र आइटी सेक्टर जुन छ हामी त ल्यान्डलक कन्ट्री भयौँ नि अनि टुरिज्म त पहिलादेखि नै अलिकति राम्रो छ त्यसमा इन्भेस्टमेन्टहरू छ तर एआईले जुन ल्याएको छ अहिले डिफ्रेन्ट एउटा वातावरण त्यो त एउटा नयाँ बिजनेस भइसक्यो सो यदि हामी कन्ट्रीको गोल अनुसार एजुकेसन सिस्टम चेन्ज गर्न थाल्यौँ भने त्यो अलि राम्रो हुन्छ जस्तै म एक्जाम्पल दिन चाहन्छु तपाईँ सामाजिक शिक्षा सोसल स्टडी पढाइराख्नु भएको छ यदि तपाईँ त्यो 5 क्लासदेखि नै हाउ टु स्टार्ट अ कम्पनी बिजनेसहरू कसरी गर्ने त्यो प्रोसेसलाई सिम्प्लिफाई गर्न सक्नुहुन्छ अनि कति सजिलो हुन्छ जुन स्टुडेन्टहरू एसएलसी गर्छन् अनि उनीहरूको त माइन्डसेट नै बिजनेसको भइहाल्छ अनि बिजनेसको माइन्डसेट भइसकेपछि यदि 100 जना मध्ये 10 जना पनि गर्छन् बिजनेस 20 जना पनि सक्सेस भइहाल्छ अनि त त्यसबाट त हुन्छ नि एउटा राम्रो त्यसले रिजल्ट दिन सक्छ इन द सेम वे जस्तै म एआई को बारेमा भने अहिले हामी सब्सक्रिप्सन्सहरू बेचेर पनि पैसा कमाउन सक्छौँ रेमिटेन्स र टुरिज्ममा मात्रै भर पर्नु पर्दैन
सो त्यसमा सुरुदेखि नै टेक्नोलोजी सिकाइदिँदा कति राम्रो हुन्छ। अब टेक्नोलोजी सिकाउनु पर्दा मात्र त्यो बुकबाटै नभएर एउटा एटमोस्फियर क्रिएट गरिदिने। हाम्रो गाउँघरमा निकै मान्छेहरूको एजुकेसन लेभल 0 छ, तर उहाँहरू कति राम्रो हुन्छ नि, उहाँहरूको बानी बिहोरा छ, इफेक्टिभली काम गर्नुहुन्छ, उहाँहरू पढेरै गर्नुभएको हो, इन्भाइरोमेन्टले दियो होइन। स्किल हो केही सामाजिक ल जुन भन्छ नि सोसियल ल त्यसले पनि ड्राइभ गरेको छ। सोसियल लको लागि त कानुन पर्खेर बस्नु परेन, त्यो त परापूर्व कालदेखि नै चल्दै आएको छ। केही धर्मग्रन्थको आधारमा होला, केही पुर्खाहरूले बनाइदिएको नियमको आधारमा होला। तपाईँ यो सारा कुरोमा म कन्भिन्स छु, सहमत छु। यो दुईवटा कुरो अझै तपाईँ सोचेर बताउनुहोस्। स्किलको जब कुरो आउँछ नि, स्कुलमा स्किलको लागि त के ठाउँ छोडेको छैन। कति ठिक लाग्छ, स्किलको पनि त्यहाँ ठाउँ हुनु पर्यो स्कुलमा। बेसिक स्किल त थाहा हुनु पर्यो नि बच्चाहरूलाई। हजुर, कति इम्पोर्टेन्ट लाग्छ तपाईँलाई? सो बेसिक स्किल्स हाइली इम्पोर्टेन्ट छ। अँ, तपाईँ स्टुडेन्टहरूलाई हुन्छ नि त्यो नर्मल ज्ञानहरू घोकाइराख्नु भएको छ, पढाइराख्नु भएको छ, तर जब उहाँहरू बाहिरी दुनियाँमा निस्कनुहुन्छ अनि थाहा लाग्छ कि यो त जुन पढ्यो त्यो काम 10% मात्रै छ, अँ, यता त एउटा पर्सपेक्टिभ नै चेन्ज भयो होइन। सो यदि सफ्ट स्किल्सहरू सिकाइयो, सुरुदेखि नै लिडरसिपको ट्रेनिङहरू गराइयो, कसरी त्यो मासमा बोल्ने सिकाइयो, कन्फिडेन्ट बनाइयो, र मेन कुरो यदि गोल सेटिङ सिकाइयो, उहाँहरू के बन्न चाहनुहुन्छ, अनि युवाहरू गोल सेट गरिलिनु भयो एउटा हुन्छ नि। अब 100% पनि होइन, किनभने आइडेन्टिटी चेन्ज हुँदै जान्छ, तर एउटा राम्ररी गोल सेट गर्न सकियो र कन्फिडेन्ट बनाउन सकियो स्टुडेन्टहरूलाई, अनि त्यो एउटा ठुलो एचिभमेन्ट हुन सक्छ। प्यारेन्टहरूको कुरो गरौँ भनेदेखि कुनै बेला म युवा थिएँ, आज प्यारेन्ट छु, मेरा बच्चा आफै प्यारेन्ट भयो। one day you will be a parent. Right now you are bright son of experienced parents. प्यारेन्ट्सहरूले पनि आफ्नो भित्र यो चेन्ज ल्याउनु पर्छ साँच्चै कि यदि सन्तानको फ्युचर ब्राइट हेर्न चाहन्छन् भनेदेखि तपाईँको अनुभवमा त्यस्ता केही छ? बुलेट पोइन्ट 1 2 3। इन्भाइरोमेन्ट क्रिएट गरिदिनु। स्कुलले यदि एजुकेसनल सिस्टमले हाम्रो एलाउ गरिरहेको छैन भने आफ्नो घरमै त्यस्तो इन्भाइरोमेन्ट बनाइदिनु, जसले गर्दाखेरि हुन्छ नि बेसिक स्किलहरू सिकाइदिनु। वा निकै अर्गनाइजेसन्सहरू अहिले त बढिसकेछ नि, अर्गनाइजेसन्सहरू पनि सिटीमा भइसकेछ। सो स्किलहरू सिक्नु पर्दाखेरि त्यही टोस्ट मास्टरमा जोइन गराएर पब्लिक स्पिकिङ सिकाइदिनु। अर्को कुनै संस्था छ, यदि आफ्नो बच्चाहरूको गोल सेटिङको बारेमा सिकाउनु छ भने कुनै ट्रेनरलाई लगाएर, वा अहिले त ChatGPT पनि यो काम गर्न सक्छ, पेरेन्टले गाइड गरिदिनु भयो भने। सो टेक्नोलोजीको युज गरेर पनि हुन सक्छ। र एउटा मेन इम्पोर्टेन्ट के कुरो हो भने इन्भाइरोमेन्ट। तपाईँ घरमै यस्तो बनाइदिनु जसरी तपाईँ देख्न चाहनुहुन्छ, हाउ he or she wants to be in the future. You by yourself be example. Be example. भन्न खोज्नु भयो त्यही हो। अब कुरो अगाडि बढ्दै जाने हो भनेदेखि नेपालमा युवा र पाकाहरूको बिचमा सर्टेन एउटा अहिले ग्याप देखेर चिरा देखेर छ, थटको चिरा छ। इन्डियातिर पनि ककरोच पार्टी भनेर एउटा खडा भएछ नि, त्यो पनि एक किसिमको ग्यापको रिफ्लेक्सन बङ्गलादेशमा, श्रीलङ्कामा होइन ठाउँ ठाउँमा हेरिरहेको छौँ। अहिले हामी कन्फाइन्ड हाम्रो कन्ट्रीकै कुरोमा रहने हो भनेदेखि युवा र पाका यो दुइटै कन्ट्रीका पोपर्टी हुन्, एसेट हुन् होइन। यो दुइटैलाई मिलाएर हिँड्ने हो भनेदेखि कसले कुन ठाउँमा कम्प्रोमाइज गर्नुपर्छ? अहिले पोलिटिक्सको कुरो गर्ने हो, जबको कुरो गर्ने हो, प्रोफेसन वा तपाईँको यसमा कमर्सियल वर्कहरूको कुरो गर्ने हो, या एकाडेमिक तपाईँको लर्निङको कुरो गर्ने हो। युवाहरूलाई कहाँ गएर अलिकति आफ्नो एग्रेसिभनेस ठिक पार्नुपर्छ। बुढाहरूले पनि त्यो अकुपाई गरेर बसेका छन् ठाउँ ठाउँ होइन। 80 वर्ष नागिसकेपछि यो त मेरो ठाउँ भन्छन् होइन। युवाहरूलाई त केही थाहा नै छैन, अनुभव नै छैन। वी आर एक्सपिरियन्स वान। युवाहरूले भन्छ तपाईँको अनुभव त पुरानो माल भयो, झाँक्री माल भयो। वी आर द न्यू
भर्सन भन्छ तपाईँको नजरमा कहाँ छ ब्रिजिङ पोइन्ट के हुन सक्छ सो बेसिकली म कन्फ्लिक्ट र कम्पिटिट गर्नुभन्दा पनि यो दुवै जेनेरेसनलाई म कोलाबोरेसनमा बिलिभ गर्छु। अब कोलाबोरेसन कसरी गर्ने, चाणक्य र चन्द्रगुप्त मौर्यको त बारेमा हामीले सबैले थाहा छ होइन। चाणक्य किन फेमस हुनुभयो? चन्द्रगुप्तको आदेशलाई उनले शिरोधार्य गरे, उनलाई साथमा राखे, रुल आफै गरे, तर रुलका ल फेरि चन्द्रगुप्त यो चाणक्यले बनाइदिए। इट मिन्स चाणक्यले चन्द्रगुप्त मौर्यलाई एउटा गाइड गर्नुभयो, मेन्टर्स प्रोभाइड गराउनु भयो। उहाँ आफै भन्नु भएन कि म त्यो के भन्छ किङसँग गएर युद्ध गरेर राजा बन्छु। इट मिन्स तपाईँहरूको जुन एक्सपर्टिज छ त्यो हामीलाई चाहिएको हो, त्यो बिना फेरि हामी हुन्छ नि डाइभर्ट भइहाल्छौँ। बिकज युथ त हाम्रो एनर्जी जति हुन्छ अलिकति हामी मिस्टेक पनि गर्छौँ, हामीसँग त्यस्तो अनुभव छैन। तर हाम्रो के भनिन्छ एक्सपिरियन्स जेनेरेसन्सलाई पनि उहाँहरूले के बुझ्नु पर्यो भने रिटायरमेन्टको पनि एउटा एज हुन्छ र जुन यङ जेनेरेसन्सहरू हुन्छन् यदि इन्भाइरोमेन्ट प्रोभाइड गरियो, उहाँहरूले गाइड गरिदिनु भयो भने, कुनै मिस्टेक गर्नुभयो भने हुन्छ नि सच्याइदिनु भयो भने, सपोर्ट गर्नुभयो, राम्रो गरिरहेका छौँ भने एप्रिसिएट गरेर अझै राम्रो गर्ने वातावरण मिलाइदिनु भयो भने दुवैलाई फाइदा हुन्छ। नटसेलमा भन्ने हो भनेदेखि बुढाहरूले अब चाणक्यको भूमिकामा आउनु पर्यो, युवालाई चन्द्रगुप्तको भूमिकामा आउनु पर्यो। चन्द्रगुप्तले पनि चाणक्यको अलिकति मान मर्यादा राखिदिनु पर्यो, इज्जत राखिदिनु पर्यो। चाणक्यले पनि बुझ्नु पर्यो कि अब चन्द्रगुप्त नै हामीले जन्माउने हो, आफै चन्द्रगुप्त बन्ने होइन। इज इट राइट? ओके। एउटा कन्फ्युजन छ, सोसियल मिडियामा हेर्नुहुन्छ ठुलो एउटा बिल्डिङ हेराउँछ, हेर्नुहोस् न नेपालको डेभलपमेन्ट कस्तो भएछ, सडक हेराउँछ एकदम चाक्लो चिल्लो, हेर्नुहोस् न नेपालमा डेभलपमेन्ट कस्तो भएको छ। तपाईँलाई के लाग्छ डेभलपमेन्ट के हो आखिर? त्यो बिल्डिङ हो, सडक हो, डेभलपमेन्ट के हो डेभलपमेन्ट? सो बेसिकली भन्नु पर्दा त्यो जुन बिल्डिङ बनाएको मान्छे हो वा जुन मान्छे सोच्यो यो बिल्डिङ कसरी बनाउने वा जसले बजेट निकासी गर्यो, त्यो मान्छे एजुकेटेड छ, त्यही भएर त्यो कामहरू गर्यो। फर्स्ट अफ अल त्यही भएर हामी देखिरहेका छौँ। इट मिन्स एजुकेसन सुड बी दि बिल्डिङ ब्लक, एजुकेसन सुड बी आवर फर्स्ट प्रायोरिटी। म युएसमा पुग्दाखेरि एउटा के हेऱ्यो भने त्यहाँ हरेक स्टेटमा भनौँ एउटामा हामी गएको थियौँ, नेब्रास्का इनोभेसन सेन्टर क्याम्पसमा। र त्यहाँ यदि कोही स्टुडेन्टहरू कुनै इनोभेसन गर्न चाहनुहुन्छ भने त्यो क्याम्पसमा जाने सब्सक्रिप्सन लिने, उता सब औजारहरू इन्स्ट्रुमेन्टहरू दिनुहुन्छ र त्यहाँ एक्सपेरिमेन्टहरू गर्ने, आफ्नो हुन्छ नि प्रोटोटाइपहरू बनाउने गरिन्छ। त्यस्तै कलेजले पनि यदि बिरगंजमा एउटा भयो भने यताको सब कलेजहरू त्यो सब्सक्रिप्सन किनेर आफ्नो स्टुडेन्टले पुग्याएर त्यहाँबाट सिक्न सक्छन् होइन। सो नेपालमा पनि क्वालिटी एजुकेसनको लागि यस्ता कामहरू गर्नु पर्यो। डेभलपमेन्ट त्यो हुन्छ नि ठुल्ठुला बिल्डिङहरू बनाउने वा पुलहरू बनाउने, बाटो बनाउने मात्र होइन, त्यहाँसम्म सीमित हुनु भयो। अझै म नजिक लिएर आउन चाहे तपाईँलाई, बिरगंजमा चिल्लो सडक बनाए, रोजगार पनि राम्रो छ, यहाँका मान्छेहरूको लिभिङ स्ट्यान्डर्ड राम्रो छ, अर्निङ राम्रो छ। यदि सोसियल भनौँ न त्यो काहीँ न काहीँ भेरिएसन छ, बिहेभमा छ, जातपातमा छ, ह्याभ्स र ह्याभ नट्सको बिचको ठुलो ग्याप छ भनेदेखि डेभलपमेन्ट लुलो लङ्गडो लाग्छ कि लाग्दैन तपाईँलाई? त्यो त डेफिनेटली यस्ता डिस्क्रिमिनेटिङ पोइन्टले डेभलपमेन्ट त त्यो इफेक्ट पार्छ नै। सो त्यसको लागि त एक नम्बरमा के गर्नु पर्यो भने एउटा इक्वालिटीको लागि आफैले बुझ्नु पर्यो सिटिजन्सहरूलाई होइन। छिमेकीसँग कर्जा लिएर घर बनाए, अर्को छिमेकीसँग घर लिएर घरभित्र मैले डेकोरेसनका सामग्री राखेँ, फेरि अर्को छिमेकीसँग कर्जा लिएर एउटा कार किने, फेरि अर्को छिमेकीसँग लिएर कर्जा लिएर म विदेश घुम्न गएँ, मेरो लिभिङको स्ट्यान्डर्ड त गजब भयो। सारा संसारका मान्छे जो मलाई टाढाबाट हेरेको छ, नजिकबाट होइन, वाउ भनिहाल्छ। इज इट डेभलपमेन्ट? म कन्ट्रीको अब यसमा कनेक्सनमा जोड्न चाहेको। सो बेसिकली त्यो डेभलपमेन्ट त होइन,
बिकज डेभलपमेन्ट भनेको हुन्छ नि त्यो देखावटी भन्दा पनि ओरिजिनल हाम्रो डेटामा ग्रो हुनु पर्यो आडम्बर त्यो भएन म तपाईँको त्यो त्यही तान्न चाहिरहेको थिएँ हजुर हजुर हाम्रो कन्ट्रीमा डेभलपमेन्टको नाममा अरूको पैसा चलाएर हामी मक्ख छौँ हेर त काठमाडौँको सडक र पैसा कसको छ त्यसमा भोलि त दिनुपर्छ पैसा अगाडि बढ्छौँ अब हामीहरू बिस्तारै हामी नजिक नजिक आइरहेछौँ तपाईँ आफै भित्र कुनै बेला रिभोल्युसन विद्रोह मतलब पुराना पाकाहरू विरोध या कन्ट्रीका सिस्टम विरोध या पुरा इन्टायर वर्ल्डमा जे चलिरहेको त्यसको भित्र एकदम भयङ्कर विद्रोह आउँछै आउँदैन रगत तातो गरेर यो गरिदिउँ पकाइदिउँ भनेर के आउँछ कि आउँदैन कहिले काहीँ अब युथ भएपछि त्यो त एनर्जीहरू हुन्छ नि कहिले काहीँ समुद्रमा जस्तै त्यो के भन्छ छाल आउँछ त्यसरी आइ नै रहन्छ कुनै यस्तो घटना याद गरेर बताउनुहोस् त तपाईँले एकदम झोक चल्यो यसरी त हुँदैन यो देश चल्दैन दिमागमा त्यसको लागि मलाई एउटा हाम्रो साउथ एसियन्समा सधैँ धर्मको विरुद्धमा जुन द्वन्द्वहरू चलिरहन्छ त्यो हुन्छ हामी देख्छौँ हुन्छ नि हाम्रो कन्ट्रीको सिचुएसन के छ सबजना मिलेर केही हुन्छ नि प्रोग्रेसिभ काम गर्नु पर्यो तर त्यसमा कुनै एउटा पोलिटिसियन्सले आफ्नो हुन्छ नि भोटको लागि युज गरेर आम जनतालाई लहै लहैमा पारेर हुन्छ नि विद्रोह सिर्जना गरिराख्नु भएको छ र त्यसमा इभन युथहरू पनि सपोर्ट गरिराख्नु भएको छ त्यस्ता मुभमेन्टहरूलाई सो त्यो देख्दाखेरि मलाई असाध्यै दुःख लाग्छ किनभने जुन टाइम हामीसँग छ जुन एनर्जी छ हामी कोलाबरेट गरेर सबै एकजना मिलेर हामी ठुल्ठुला कामहरू गर्न सक्छौँ त्यो एजमा हामीहरू हुन्छ नि द्वन्दात्मक कुराहरू आफ्नो माइन्डभित्र ल्याएर सधैँ कम्पिटिसन्स वा के भनौँ कन्फ्लिक्टहरू गरिरहेका छौँ ठिक भन्नुभयो म यसमा सहमत भएँ अर्को कुरो अब हाम्रो देशमा यो तुरन्त हुनुपर्छ यहाँ हामी ल्याकिङ गर्दैछु भने तपाईँको दिमागमा यदि दुई चारवटा त्यस्तो खेलिरहेको हुन्छ भने आज त्यो प्रकट गरिहाल्नु के छ अब म के भन्न चाहन्छु भने हाम्रो सिस्टममा युथहरू पुगिसक्नु भएको छ अब आशा छ उहाँहरू राम्रै गर्नुहुन्छ सेकेन्डमा अब के होस् भने एउटा राम्रो प्लानिङ गरेर हामी विदेशी इन्भेस्टमेन्ट नेपालमा भित्र्यौँ नेपालमा एउटा राम्रो इको सिस्टम बनाऊ जुन अरू कन्ट्री वर्ल्डसँग कनेक्टेड होस् यो होइन कि हामी हुन्छ नि एउटा नेपाललाई विश्वबाट छुट्टै राखौँ सो त्यसले गर्दा अब जस्तै भन्नु पर्दाखेरि नेपालमा फरेन इन्भेस्टमेन्टहरू आउँछन् दुबईमा पनि त्यस्तै आयो नि दुबईलाई उताको किङले ओपन गरिदिनु भयो इन्टरनेसनल सिटिजन्सको लागि त्यहाँको पनि टुरिज्म पनि एउटा मेजर त्यो छ सो टुरिज्मबाट त कमाइ भइ नै रहेको छ यदि नेपालमा पनि यो प्रोटेस्टहरू मिनिमाइज हुने खालको ऐनहरू बनाइयो र त्यो इम्प्लिमेन्ट गरियो किनभने ऐन त धेरै छन् प्रोसेस सिम्प्लिफाई गरिदियो कानुनहरू सिम्प्लिफाई गरिदियो कि यता बिजनेसहरू गर्न सजिलो होस् र क्वालिटी एजुकेसन प्रोभाइड गराएर अलिकति इन्टरनेसनल सिटिजन्सको लागि पनि केही यता बस्ने व्यवस्था गरिदियो भने उताको कम्पनीहरू नेपालमा आउँछन् आफै उनीहरू यता प्लान्टहरू लगाउँछन् सामानहरू एक्सपोर्ट गर्छन् इभन सामान एक्सपोर्ट गर्न नसके पनि इन्फर्मेसन सेल गर्न सक्छन् एआईको दुनियाँमा र त्यसले गर्दा हाम्रो कन्ट्री पनि अरू इकोसिस्टमसँग कनेक्ट हुन्छ त्यस्तै एउटा अझै भन्नु पर्दाखेरि म भन्छु मेनली एजुकेसनमा फोकस गर्ने फर्स्ट अफ अल इन्भाइरोमेन्टको कुरा गरे यता हामी बिजनेस गर्न वातावरण निकै सिम्प्लिफाई गरिदिनु पर्यो फेसबुकको एकाउन्ट बनाउनु भन्दा पनि सजिलो गरिदिनु पर्यो सेकेन्डमा एउटा अझै के कुरा हुन्छ भने नेपालको कन्टेक्स्टमा यदि कोही बिजनेस गरिरहेको छ भने सरकारले पनि अलिकति सपोर्ट गर्नु पर्यो ट्याक्सहरूको बारेमा अलिक सुविधा दिनु पर्यो त्यस्तै यदि कुनै मान्छेहरू बिजनेस गर्दाखेरि ब्याङ्कहरूले पनि अलिक सहयोग पार्नु पर्यो म सुने कि कुनै कम्पनी रजिस्टर गर्दाखेरि नेपालमा यदि कम्पनीको नाममा लोन निकाल्न गइयो भने बोर्ड अफ डाइरेक्टरले आफ्नो त्यो कुनै पुँजीहरू
धरौटीमा राख्नुपर्छ अनि मात्र त्यो हुन्छ नि ब्याङ्कहरू लोन दिइरहेका छन् तर निकै पनि अरू कन्ट्रीहरूमा के हुन्छ यदि कम्पनी ब्याङ्करप्ट भयो भने त्यहाँको त्यो फाउन्डर को फाउन्डर सिइओ माथि 1 रुपैयाँ पनि त्यो भार जाँदैन हजुर हजुर सो त्यो त्यस्तो सिचुएसन्स कन्डिसन्सहरू एप्लाई गरिदिनु पर्यो त्यो व्यवहारमा किनभने कानुन त छ हाम्रोतिर पनि तर त्यो भनिन तपाईँले भनेअनुसार पब्लिक लिमिटेडमा त्यो छ हजुर प्राइभेट लिमिटेडमा छैन साझेदारीमा छैन अनि प्रोप्राइटरसिपमा छैन युथहरूको बिचमा बस्नुहुन्छ तपाईँको भविष्य बडा उज्जवल छ अझै अगाडि बढ्नु छ असल मित्र खराब मित्र भनेर कसरी छुट्याउने डेजमा हामी त्यति हुन्छ नि बेस्ट फ्रेन्डको रूपमा फोकस गर्थ्यौँ तर अहिलेको कन्डिसनमा हामी प्रोफेसनल रिलेसनहरू अलिक बढी बनाउनमा फोकस गर्छौँ र होनेस्टी इज द बेस्ट पोलिसी होनेस्टीसँग कम्प्रोमाइज हुनु परेन किनभने त्यो अलिकति हुन्छ नि त्यो फाउन्डेसन हो यदि कुनै मेरो फ्रेन्ड छ वा म नै कसैको फ्रेन्ड छु र म जे कुरा बोलिरहेको छु यदि मेरो एक्सनसँग अलाइन भएन भने त्यो फ्रेन्डसिप लङ लास्टिङ हुन सक्दैन सो यस्तो केसमा दुवै स्टेक होल्डरले दुवै साथीले बुझ्नु पर्छ हुन्छ नि इफ समवन इज केयरिङ फर समवन उताबाट पनि फटाउनु पर्यो बोली र एक्सन दुईटैमा फरक छ भनेदेखि त्यो मान्छेलाई खराब मित्रमा राख्नुहुन्छ तपाईँ म त्यो हुन्छ नि अलाइनमेन्ट मिलेन किनभने त्यो मान्छे भइरहेछ अमल तिमीलाई हुन्छ नि म सपोर्ट गर्छु र पछि मलाई सपोर्ट नै गर्नु भएन होइन सो यो कन्डिसन्समा त हुन्छ नि मेरो आफ्नो साथीले हुन्छ नि मलाई धोका दिनुभयो त्यस्तो एनालाइसिस साथी एकदम मन पर्ने छ तर डेली भन्छ जाउँ होटलमा इन्जोय गरौँ बेइमान छैन गोजीबाट पैसा पनि निकालिरहेछ तपाईँलाई इन्जोय पनि गराउन खोजिरहेछ त्यसलाई कुन श्रेणीमा राख्नु होइन त्यो त मेरो कन्टेक्स्टको आउट अफ कन्टेक्स्ट हो पहिलादेखि नै अलि हुन्छ नि डिफरेन्ट काइन्डको मान्छे हो सो नै खराब त्यस्तो साथीहरू आउँदा पनि मसँग ग्याङ फाइटमा जानु पर्यो भनेदेखि अब तपाईँ हुन्छ नि पहिला कराटेको ब्ल्याक बेल्ट हुनुहुन्छ नि त्यो कुरा गर्नुहुन्छ मेरो त्यस्तो ग्याङ फाइटमा जानुपर्ने कुरो चाहिँ भएन त्यस्तो हुन्छ नि त्यस्तो कुनै परेको छ कि साथी ल्याएर मलाई फलानुले दुख दिए जाउँ त्यसलाई पिटेर आउने त्यस्तो खासै मेरो छैन म अलि पहिलादेखि नै खै म अलि डिफ्रेन्ट मान्छे हो कि कसो म त्यताबाट अलि टाढा नै बसेको छु जस्तो लाग्छ मलाई एक युवाको नाताले अर्का युवा साथीहरूलाई मेसेज दिनु पर्यो भनेदेखि नाउ we need to change ourselves in this pattern, right? Or we have to follow this kind of pattern. We have to get rid of such kind of habit. Future यदि ब्राइट गर्नु छ भने यो फर्मुला छ मैले सिकेको बुझेको त्यो सेयर गर्न चाहनुहुन्छ भने इट्स लास्ट ओके सो जति पनि युवाहरू सुनिराख्नु भएको छ मलाई हेरिराख्नु भएको छ इभेन्चुअली दि पेरेन्ट्सहरू पनि सो के बुझ्न जरुरी छ भने युथहरूको लागि अहिलेको 21st सेन्चुरीमा हामी सबभन्दा बढी आफ्नो फोन युज गर्छौँ मोबाइल चलाउँछौँ होइन र त्यो मोबाइलमा हामी देख्छौँ मेरो साथीहरू त कति ठुल्ठुला भइसकेछन् होइन अनि त्यसबाट हामीले पनि ड्रिम पिक ठुलो गर्ने केही आफ्नो गोलहरू ठुलो बनाउने मन लाग्छ त्यो डेफिनेटली गुड हो तर बेसिकली हामी कहाँ ल्याक गर्छौँ भने हामी स्टार्ट स्मल गर्न सक्दैनौँ हामी सोच्छौँ मलाई ठुलो कुरा एचिभ गर्नु छ इट मिन्स आई हेभ टु मलाई कुनै निकै ठुलो काम गर्नुपर्छ तर अर्डिनरी डेहरू मिलेर एक्स्ट्रा अर्डिनरी मान्छेहरू बन्छन् इट मिन्स सब मान्छेहरू युथहरूले ठुलो सपना देख्नु तर सानो 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 पाइलाहरू त्यो दिशातर्फ हिड्दै गर्नु जम्प गर्नु भन्दा पनि बेबी स्टेप्स लिएर जानु हजुर ओके यो सजेसन सेकेन्ड अनि सेकेन्डमा के भन्नु पर्दाखेरि हामीलाई के लाग्छ भने म त ठुलो मान्छे बन्न गइरहेको छु अनि सब मान्छेहरू मलाई ठुलो बुझ्छ यो कुरा कहिले नबुझ्नु
इगो माथि कुरा आउँछ सबभन्दा बढी। यदि कोही युथ सोचिरहेछ मलाई अब त्यो त देखिरहेछ म त मन्त्री बन्छु, म त प्राइम मिनिस्टर बन्छु, म कुनै कम्पनीको सिइओ बन्छु वा $multi-billion को कम्पनी बनाउँछु, अनि त्यो सोच्न थाल्छ आई निड सच काइन्ड्स अफ त्यो भ्यालु। तर तपाईँ इतिहासमा देख्नुहुन्छ जति पनि ठुल्ठुला मान्छेहरू भइसक्नु भएको छ उहाँहरू हम्बल हुनुहुन्छ। किन हम्बल हुनुमा उहाँहरू त्यो बाटो त्यसरी नै चढेर पुग्नु भएको छ। बिकज इगो यदि बढी गरियो भन्ने हुन्छ नि हम्बल आई मिन त्यो मान्छे ठुलो बन्नै सक्दैन। चारैतिर आफ्नो हुन्छ नि इगोलाई कम गरेर कतै सेल्स गर्नु पर्यो वा कुनै अरूलाई रिक्वेस्ट गर्नु पर्यो वा केही आफ्नो डाइरेक्सनमा सानो सानो अर्डिनरी कामहरू गर्नु पर्यो। सो त्यो कामहरू गर्दाखेरि नलजाउनु, इगो कम गर्नु, हम्बल भएर अगाडि बढ्नु र सुरुमै नसोच्नु मान्छेहरू तपाईँलाई जसरी तपाईँ आफ्नो माइन्डमा सोचिराख्नु भएछ त्यो अनुसार रिस्पेक्ट गर्छ। त्यहाँ पुगिसकेपछि डेफिनेटली समन विल बी डुइङ सो। सेकेन्ड पोइन्ट अरू के? थर्ड पोइन्ट भन्नु पर्दाखेरि यो बाटोमा अलिकति दुःख पनि हुन्छ, डिप्रेसिङ मोमेन्ट पनि आउँछ, लाग्छ एम आई डुइङ वेल। अनि त्यो टाइममा ठ्याक्कै अर्को लाइफ मान्छेहरूको बायोग्राफी पढ्नु। अब्राहम लिङ्कन 45 वर्षको हुँदा पनि उहाँ एउटा फेलियर हुनुहुन्थ्यो होइन, तर 50 वर्ष जति पुग्नु बित्तिकै उहाँ के भन्छ युएस को प्रेसिडेन्ट हुनुभयो। इन द सेम वे कसैले सोचेको थियो नरेन्द्र मोदी एउटा चिया बेच्ने मान्छे इन्डियाको प्राइम मिनिस्टर बन्न सक्नुहुन्छ, वा धीरुभाइ अम्बानीले नै लियौँ भने उहाँको त्यो त हुन्छ नि पहिला निकै सानो कामहरू गर्नुहुन्थ्यो, त्यस्ता हजुर पहिला पेट्रोल पम्पमा काम गरेको मान्छे पछि इन्डियाको रिचेस्ट पर्सन हुनुभयो। त्यस्तै यस्ता कन्टेक्स्टहरू छ जुन हामी अब्दुल कलामकै कुरो गरौँ। अब्दुल कलामकै हजुर। सो सुरुमा हामी देख्छौँ भने उहाँहरू सानो हुनुहुन्थ्यो पछि ठुलो भइसक्नु भयो होइन, तर बिचमा उहाँहरू दुःख पनि गर्नुभयो। रितेश अग्रवाल एउटा के कुरा भनिराख्नु भएको थियो भने रितेश अग्रवाल ओयोको फाउन्डर हुनुहुन्छ, अनि उहाँ के कुरा भनिराख्नु भएको थियो सुरुको दिनमा उहाँ एउटा कुरा फेस गरिराख्नु भएको थियो। मर्निङमा लाग्थ्यो म खुब इन्टेलिजेन्ट पर्सन हो, साँझतिर म जस्तो हुन्छ नि स्टुपिड मान्छे नै छैन। सो यस्ता थटहरू आइरहन्छ, निकै टाइम लाग्छ गिभ अप गरिदिउँ कि, तर इलोन मस्क ब्याङ्क्रप्ट भएर आज हुन्छ नि उहाँको सम्पत्ति एक दिनमै 100 बिलियन प्लस गइरहेको छ। सो वी नोट हामीले के बुझ्नुपर्छ भने दिस इज द टेस्ट डेट आई एम गिभिङ फर माई बिगर भिजन ड्रिम। वाउ, आरो पनि आउँछ अरू पनि आउँछ, अरूसँग डराउने होइन, एक दिन राम्रो दिन पनि आउँछ। देयर इज अलवेज लाइट एट द एन्ड अफ द टनल। सो फिरिराख्नु पर्छ, लाइट आउँछ नै। अब हामीहरू अन्तमा आइसकेका छौँ। एउटा बदलिन चाहन्छौ दुनियाँ यदि एउटा काम गर्नु, उभिनु कुनै दिन मनको ऐना अगाडि प्रेम पूर्वक सोध्नु ऐना पारीको मनुवालाई, भन त कसो होला सुरु गर्दा तिमी बाटै। धन्यवाद। अहिलेलाई बिट मारौँ, मिलते हैं ब्रेक के बाद। राम्रो लाग्यो भनेदेखि सब्सक्राइब गर्नुहोला, लाइक बटन थिच्नुहोला, के प्रतिक्रिया छ भने कमेन्ट बक्समा हाल्नुहोला, हामी सम्पर्कमा आउँछौँ। जय होस्।